जनकपुर धाम 4 स्थित सोमक रात एक किशोरी के हत्या प्रकरण में धनुषा क्षीरेश्वरनाथ नगर पालिका एक इच्छा पूरक राम बाबू शाह के धनुषा प्रहरी पकड़ाव को आई सार्वजनिक कयलक अछि। दर्शकबिंद देख सकै छी जिला प्रहरी कार्यालय धनुषा पत्रकार सम्मेलन को ओ घटना के सार्वजनिक कयलक अछि। धनुषा प्रहरी उपरीक्षक प्रहरी नायब उपरीक्षक पत्रकार सम्मेलन को आरोपी के आई सार्वजनिक केने ई दृश्य देखल जा सकैत अछि। ओ घटना में अंजलि कुमारी यादव के मृत्यु भेल छल तऽ अंजलि के माय आशा यादव आ आशा यादवक भतीजी राधा यादव गंभीर घायल भेल छलथि। खास कऽ आशा यादव के जनकपुर में उपचार नहीं भेलाक बाद हुनका थप उपचारक लेल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाओल गेल अछि। ओहिठाम हुनक उपचार भऽ रहल अछि आ राधा यादव के प्रादेशिक अस्पताल जनकपुर धाम ओ अस्पताल में उपचार भेलाक बाद घर फिरता पठाओल गेल अछि। ओ घटना में संलग्न जे व्यक्ति छथि अर्थात राम बाबू शाह एहिसँ पहिनहो 5 वर्ष जेल सजाय भोग चुकल छथि। ओ घटना के संबंध में धनुषा प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंह कहै छथि 12 गते जनकपुर पनपा 4 में वर्ष 15 की अंजलि यादव को हत्या को घटना संदर्भ में अनुसंधान प्रगति विवरण यहाँहरुमाझ शेयर गर्न उपस्थित भएका छौं। उक्त घटनामा मृतककी आमा गंभीर घाइते हुनुहुन्थ्यो र मामाकी छोरी पनि घाइते हुनुहुन्थ्यो। मामाकी छोरी डिस्चार्ज भइसक्नु भएको छ तर आमा गंभीर घाइते भएर यहाँ उपचार हुन नसकी अहिले धरान स्थित बीपी कोइराला हस्पिटलमा उपचार भइरहेछ। उक्त घटनाको अनुसन्धानको लागि यस जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट अनुसन्धान टोली गठन भएको थियो। त्यो टोलीले अनुसन्धान गर्दै जाँदा हिजो मिति 2082 4 14 गते राति 11 बजे जिल्ला धनुषा छिरेसर नपा 9 बस्ने इच्छापुर बस्ने वर्ष 43 को रामबाबु शाहलाई हामी पक्राउ गरेका छौं, पक्राउ गर्न सफल भएका छौं। यस घटनाको अभियुक्तको पुरानो पनि यसै किसिमको एउटा घटना छ। उहाँ पहिला पनि जेल बसिसकेको अवस्था छ। 2071 को 11:30 गते उहाँले आफ्नो श्रीमतीलाई परपुरुषसँग लागेको शंका लागि यसरी नै ढोकामा प्रयोग हुने गजबार जुन हुन्छ काठको त्यो प्रयोग गरी त्यसले पिटेर चाहिँ हत्या गरेको घटनामा उनी लगभग 5 वर्ष जेल सजाय काटेर 2077 सालमा चाहिँ जेलबाट रिहा भइसकेपछि ओ किया घटना भेलै, किया हत्या केने हेतै प्रहरी नायब उपरीक्षक सिंह कहै छथि यस घटनामा मृतककी आमा आशा यादवसँग महेन्द्रनगरमा भेटघाट हुन्छ, चिन्जान हुन्छ। मृतककी आमा आशा यादव महेन्द्रनगरमा रक्सी पसल चलाएर बसेकी हुन्छन्। यी अभियुक्तसँग निजको त्यही रक्सी पसलमा चिन्जान हुन्छ। आशा यादव व्यवहारको एकदम राम्रो तर आर्थिक रूपमा एकदम कमजोर भएर मलाई माया लाएर निजसँग म नजिक भएको हुँ भन्ने खालको कुरा आउँछ अनुसन्धानमा। नजिक भइसके पश्चात यिनीहरू दुईटैजना मृतककी आमा र यी अभियुक्त चोरी लुकी विभिन्न ठाउँमा बस्न थाल्छन् र यसै क्रममा यिनीहरू एउटा कोठा लिएर काठमाडौँ जनकपुरमा बस्ने गर्छन्। यी कुरा घर परिवारले थाहा पाउँछ आशा यादवकी श्रीमानले र पछि विवाद भइसकेपछि टोल छिमेकहरू बसेर यस घटनालाई साम्य पार्छन् र यी दुईटा अब बस्ने भनेर एक किसिमको निर्णय गर्छन् गाउँ समाजमा। यी दुईटै जनकपुरमा बस्ने क्रम चल्दै गर्छ। मृतक के आर्थिक रूप से सबल बनाबऽ के उद्देश्य से आर्थिक रूप से सेहो अभियुक्त राम बाबू शाह सहयोग कऽ रहल रहथि। एते धरि कि एकटा टेम्पू सेहो कीन देने रहथि। ओ टेम्पू सेहो ई घटना के कारक बनल लागि रहल धनुषा प्रहरी नायब उपरीक्षक सिंह कहै छथि। चल्दै जाँदाखेरि अभियुक्तले
यी आशा यादवलाई मृतककी आमालाई आर्थिक रूपमा सबल बनाउनका लागि हरेक किसिमको प्रयास गरेको देखिन्छ। निजलाई कोठामा बस्ने पैसा पनि दिने, भाडा दिने, त्यस्तै खाना खर्च सबै दिएको देखिन्छ। यसै क्रममा यी अभियुक्तले मृतककी आमालाई एउटा टेम्पो पनि खरिद गरिदिन्छ, ल अब यो टेम्पो चलाऊ, आफै सबल बन भनेर। तर मृतककी आमा आशा यादवले के गर्छ भन्दाखेरि त्यो टेम्पो बलजफ्ती आफ्नो भाइको नाममा चाहिँ दर्ता गर्न लाउँछ। अभियुक्तलाई त्यहीबाट मनमा चिसो पस्छ र जब यी महिला भनौँ न यो मृतककी आमा आर्थिक रूपमा सबल हुँदै अगाडि बढ्छ, ऊ चाहिँ अब अभियुक्तसँग टाढा हुन खोज्छ। फोन नउठाउने, कोठामा जुन दुईजनाको सहमतिबाट कोठा लिएको हुन्छ उसलाई जानकारी नै नगराइकन कोठा चेन्ज गरिदिने, यस्ता गतिविधि बढ्दै गएपछि दुईटैको बिचमा तनाव बढ्दै जान्छ। घटना दिनक संबंध में धनसाक प्रहरी नायब उपरीक्षक सिंह फेर कहै छथि ओहि दिन की सब भेलै हुनके मुँहसँ सुनी। तनाव बढ्दै गएपछि यो जुन घटनाको दिन अभियुक्तले निजलाई मृतककी आमालाई पटक पटक फोन गर्छ र उसले आशा यादवले फोन रिसिभ गर्दिन, छोरीलाई फोन उठाउन लाउँछ, जो कि अहिले मृत भइसकेको छ। र लास्टमा अति नै भइसकेपछि मृतककी आमा आशा यादवले फोन उठाउँछ र विवाद हुन्छ दुईजनाको बिचमा, गालीगलौज हुन्छ फोनमा। गालीगलौज भइसकेपछि अभियुक्त आफ्नो घरमा भएको खुकुरी लिई निजले प्रयोग गर्ने गाडी स्कर्पियो लिएर घटनास्थलसम्म आउँछ, आशा यादव भाडामा बसेको कोठामा। र त्यहाँनिर फेरि पनि विवाद हुन्छ र विवादको क्रममा निजले ल्याएको खुकुरी प्रहार गरेर आशा यादवकी छोरी त्यस क्रममा मृत्यु हुन्छ, गम्भीर चोट लागेर। र आशा यादव गम्भीर घाइते हुन्छ र त्यो घटनामा त्यहाँ रहेकी आशा यादवको दाइको छोरी पनि घाइते हुन्छ। र त्यहाँबाट अभियुक्त सोही गाडी चढेर फेरि फरार हुन्छ र फरार भइसकेपछि यस कार्यालयबाट खटेको टिम र महेन्द्रनगरको टिम खटेर यस व्यक्तिलाई हिजो मिति 82 को 4 महिना 14 गते राति 23 बजे पक्राउ गर्न सफल हुन्छ। ओ घटना में संलग्न खुखरी आ गाड़ी सहित अभियुक्त शाह के धनसा प्रहरी पकड़ाव केलक अछि, नियंत्रण में लेलक अछि आ आई सार्वजनिक केलक अछि। फिरसँ धनसाक प्रहरी नायब उपरीक्षक सिंह कहै छथि यस घटनामा संलग्न वारदातमा संलग्न खुकुरी र प्रयोग भएको गाडी समेत हामी बरामद गर्न सफल भएका छौँ। अब हत्याका विभिन्न चरणहरू हुन्छन्। अब जानी गरे हो कि आवेश प्रेरित हो, यी सबै कुरालाई सम्मानित अदालतले मूल्याङ्कन गरेर त्यो एउटा भर्डिक्ट आएको हुनुपर्छ भन्ने हामीले अनुमान मात्रै गर्न सक्छौँ। यो कुरा जे व्यक्ति 5 वर्ष जेल सजाय भोग चुकल अछि वो व्यक्ति पुनः फेरसँ हत्या काज में संलग्न भ सकैया। ई घटना समाज कतऽ जा रहल अछि से संकेत सेहो कऽ रहल धनसाक प्रहरी उपरीक्षक नरहरी रेग्मी कहै छथि। अब यस्तो सरसर्ती हेर्दाखेरि जस्तो मर्डर केसमा 5 वर्षमा छुटेको छ भने यो आवेशात्मकको हिसाबले छुटेको हुनुपर्छ। र अहिले फेरि अब अर्को एकचोटि घटना घटेको छ अनि फेरि अहिले चाहिँ डरलाग्दो घटना, यो त विध्वंस घटना। यो घटना भन्दा नि यो त एउटा नाबालक बच्चीको मृत्यु भएको छ भने आशा यादवको विध्वंस अब प्रहार भएको छ, एकदम नाजुक अवस्थामा छ भने यो बहुतै टेरराइज गर्ने, समाजमा बहुत टेरराइज गर्ने डरलाग्दो घटना हो। यो चाहिँ के देखिन्छ भन्दा एकचोटि घटना घटाइसकेको व्यक्तिले अब आफ्नो जेल सजाय भुक्तान गरेर समाजमा फर्केर आएर त्यहाँभन्दा पनि अझ डरलाग्दो घटना घटाएको छ। यो गम्भीर प्रश्न चिन्ह खडा भएको छ यसमा। त्यही त एउटा कुरा बुझौँ होला होइन, जस्तै अब यो यसलाई त्यो जुन अदालतबाट सफाइ पाएर बाहिर निस्केको हो कि भुक्तान गरेर बाहिर निस्केको हो कि पूर्वजको लागि बाहिर बसेर त्यस्तो फेरि घटेको, त्यो बुझ्न त किनभने यस्ता त थुप्रै हुनसक्छ। अब हत्या आरोपी मान्छे 5 वर्षमा कसरी बाहिर आयो, एउटा गम्भीर प्रश्न पनि हुनसक्छ, त्यो अदालतसँग रिलेटेड पनि हुनसक्छ। तपाईँहरूको अनुसन्धानले के देखाउँछ यो मान्छे होइन आफ्नो जेल
अब आफ्नो सजाय नै भुक्तान गरेर बाहिर निस्के। त्यसमा कुनै दुई मत छैन। आशा देवी बेटी हत्याकाण्डसँ एकटा चीज की देखल जा रहल अछि जे पर पुरुष संग संबंध, प्रेम, जल्दिए धनिक बनके सेहो एकटा काज, ई सबके जोड़ि कऽ ई घटना छै। जे अभियुक्त ई घटना करौने अछि, जकरा प्रहरी आई सार्वजनिक केलक अछि, ओ 5 वर्ष धरि जेल काटि लेने अछि। एकर बादो ओकरामे पश्चाताप नहि आयल अछि। अपना पत्नीके ओ हत्या केनहे छल आ दोसरोके हत्या करऽके लेल आगाँ बढ़ि गेल, ओ हत्या कऽ देलक। ओना ओ अपना हिसाबसँ तऽ 3 गोटेके हत्या केलक, भले ही एक गोटे मरल अइ, एक गोटे सीरियस अइ, एक गोटे उपचारके बाद घर पहुँचल अछि। लेकिन ई घटना सब समाज कतऽ बढ़ि रहल अछि, समाज कोना आगाँ बढ़ि रहल अछि, समाजमे अपराधीकरण कोन रूपसँ आगाँ बढ़ि रहल अछि, सेहो संकेत दऽ रहल अछि। दोसर बात जे आपराधिक घटना सब जे भऽ रहल छै क्रमशः लगातार धनुषा जिलामे कोनो ने कोनो घटना भऽ रहल छै। तऽ एक दिस आपराधिक घटना भऽ रहल, लेकिन 1-2 दिन 4 दिन हफ्ता दिनमे अपराधी पकड़ाव पड़ रहल अछि। इहो एकटा सकारात्मक छै प्रहरीके दृष्टिसँ। आब एहि घटनाके अनुसन्धानके बाद और कोन रूपसँ आगाँ बढ़ैत अछि, अनुसन्धान काज कोना रूपसँ बढ़ैत अछि, एखन प्रतीक्षाके विषय अछि। आइ काल्हि तऽ पकड़ाउए पड़ल अछि। मॉडल खबरके लेल हम सुजीत कुमार झा, जनकपुर धाम।